हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ के हो भने आज चाहिँ मदर्स डे है। सो आज चाहिँ मेरो भ्लग स्टार्ट भइसकेको छ। ह्याप्पी मदर्स डे मम्मी। थ्याङ्क यू। अलि हाँसेर भन्नु। उहाँ चाहिँ मेरो मम्मी, तपाईँहरूलाई थाहा छँदैछ। आज मदर्स डे स्पेसल भ्लग जाँदैछ हाम्रो। सो आज चाहिँ हामी आफै कुकिङ गर्नेवाला छौँ होइन। दादा यहाँ व्यस्त हुनुहुन्छ मसला पिस्नको लागि, अनि मेरो भाइ चाहिँ यहाँ दाल बसाएर त्यो कता गायब भयो थाहा छैन। मेरो काम चाहिँ के हो मलाई पनि थाहा छैन। सबै काम हराउने मात्रै छु, गर्ने चाहिँ होइन। फेरि मासु लिन चाहिँ डेढलाई पठाएको थिएँ। ल्याउनु भयो डेली मासु। सो आज चाहिँ आमाले भनेको जे पनि कुरा पुरा गर्नुपर्छ अरे। ल भन्नु आज के इच्छा छ मम्मी, कहाँ जाने, के गर्ने, के खाने विचार छ? एकदम सिम्पल भन्नु। मन खोलेर डिमान्ड गर्नु, आज हामी पुरा गर्छौँ। लु के खानु खाएकै रहेछ। आज चाहिँ साथीहरू मेरो भागमा परेको छ मासु पकाउने होइन। अनि पापडहरू चार्ने भात चाहिँ दादाले बसाइसक्नुभयो, दाल भाइले बसाइसक्यो। अब केक चाहिँ हामीले अघि अर्डर गरेर आएको छौँ। त्यो चाहिँ भन्न मिल्दैन कि फ्युचरमा। अब आज मेरो यस्तो खतरा कुकिङ जान्छ कि के गर्नु, कहिले नगएको कुकिङ आज जान्छ। मस्त जोक मारा रे। यस्तो दामी मुक्ति चोकलाई बनाउने त्यहाँबाट काँटा सुँगुरको मासु हामी चाहिँ सबैको फेभरेट भन्दा पनि मलाई चाहिँ खासै धेरै मन पर्दैन, तर पनि मम्मीको फेभरेट हो। त्यही भएर आज सुँगुरको मासु ल्याएको छौँ साथीहरू। आज चाहिँ मेरो स्पेसल रेसिपी जाँदैछ होइन मासुको। म चाहिँ रेडी गर्दैछु है। साथीहरू हाम्रो केक चाहिँ आइसकेको छ होइन। कस्तो दामी, हेर्नु न, सानो छ, कस्तो क्युट छ। म चाहिँ रेडी गर्दैछु। यो चाहिँ के हो खासमा? खोइ। म चाहिँ यहाँ टिका रेडी गर्दैछु। यो चाहिँ मैले बनाएको पापड है साथीहरू, हेर्नु न सबै टुक्रिसकेको छ। हाम्रो धेरै चाहिँ यस्तै हुन्छ। के छ लु यसो सेपरेटमा भनिदिनु होला। हाम्रो गिफ्ट। ओके। यहाँ हाम्रो कोठाको हालत चाहिँ अलिक खराब छ कि साथीहरू, अहिले त्यो कुरा नोटिस नगर्नु। भाउजूले धरान त विशेष गरी पढाएको। यहाँ चाहिँ हाम्रो गिफ्ट रहेको छ साथीहरू। यति नै हो सामान, सक्यो हाम्रो सामान चाहिँ साथीहरू यति नै हो होइन। हामीले अहिले रेडी गरेको चाहिँ आमाको मुखहरूले दिनको मम्मीलाई धेरै 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 शुभकामना। अझ 100 वर्षसम्म यसरी नै अनुहार हेर्न पाऊँ। आमाको मुख खुट्टा पनि हेऱ्यो। ड्याडीको पनि अब किन पक्ष पार्नु? ड्याडीको चाहिँ खुट्टै मात्रै हेरेँ। आज आमाको मुख हेरेँ, ड्याडीको खुट्टा मात्रै हेरेँ। यो साह्रो ठुलो। ल अलिक ड्याडीलाई खुवाइदिनुहोस्। आज आमै सम्झिँदा आमाको मम्मीलाई
यहाँ हात राख न सक्यो तिम्रो जन्मै थिएन तिम्रो जन्मै थिएन सही हो ल आमाको मुख सधैँभरि हेर्न पाइरहेको आमा त लामो समय जुग बाद मर नि हामीले हेर्नको लागि पुरै अझ धेरै सपनाहरू बाँकी छन् पुरा गर्नु पाएको छैन अब सपना पुरा हुन्छ बिस्तारै बेला पनि धेरै पनि लामो लामो आयो बाँकी अझै बाँकी छ प्रगति गर्न बाँकी छ अब आजको दिनसम्म चाहिँ जस्तो भइरहेको अझै उन्नति प्रगति बाँकी छ संसार अझै देखाउन बाँकी छ छोराछोरी खुवाइदिनु यतिले चक्कु बढेर रोटी लगाउनु बात हुन्छ यो चाहिँ अब आमाको लागि किनिदिएको म एकचोटि खोलेर छोराबारीको तर्फबाट आमालाई त्यो लगाइहाल्नु त्यो पनि डक्टर दामी भयो अब चाहिँ मेरो पाली है साथीहरू म बाहिर बिचमा परेँ नि त भन्न बाँकी रहेछ देखेकै रहेछ यो त मेन पिस चाहिँ यहाँ सरी गाई अलिक ढिलो भयो पिस मेन एक जस्तो होइन नि झिलिमी होइन नि छोराछोरीले केही भनेन भने पनि धेरै मनमत के मलाई छोराले सही बाटोमै छ ल आज डेटलाई चाहिँ गिफ्ट छैन अब बाबुको म हेरेर दिनमा मात्रै यो गिफ्ट चाहिँ हामी दिदीभाइको तर्फबाट होइन मम्मीलाई हेरेर देखाउनुहुन्छ है अघि के भन्छ मैले मम्मीलाई चाहिँ सोधेँ कहाँ जाने आज के गर्ने भनेर डिमान्ड पुरा गर्नु पर्यो भनेर सोधेको मम्मीले केही पनि जवाब दिनु भएन होइन ल डेडी भन्नु आज के गर्ने प्लान जे भन्नुहुन्छ आज त्यही गर्ने सेल्फी डाँडा ल डेडी चाहिँ आज झापाको ह्याप्पील्यान्ड पार्क जाने भन्दै हुनुहुन्छ अस्तिदेखि आज हामी त्यहाँ जाँदैछौँ है त हाम्रो चाहिँ टिका लाउने पालो भयो सीताको काठको अब धेरै छ प्रगति अझै बनाउँछ शान्ति हुनु बाबुले लागि पर्छ आज आशीर्वाद लागोस् आमाले दिएको सोचेको काम पुरा होस् सुख शान्ति दिनु सीताको काम पुरोस् जेठमा चाहिँ अब आइहाल्नुहोस् सो साथीहरू हामी चाहिँ आमाको मुख हेरिसकेर खाना खान थाल्यौँ ह्याप्पील्यान्ड पार्क घुम्न गएको चाहिँ हाम्रो नेक्स्ट पार्टमा नेक्स्ट भिडियोमा छ है त सो हेरिदिनु होला थ्याङ्क्स फर वाचिङ बाई बाई